हामी सधैँ सोच्ने गर्छौँ अनि भन्छौँ पनि, हाम्रो छोरी चेलीहरू बिहे गरेर बिदाई गरिसकेपछि हामीलाई लाग्छ घरको सह नै गयो, घरको लक्ष्मी नै गयो। वास्तवमा त्यस्तो हुँदैन। प्राचीन कालदेखि चलिआएको हाम्रो सनातन धर्मको विज्ञान पनि अचम्मको छ। हामीहरूलाई थाहा छ नि, छोरी चेलीको बिहेमा बिदाई गर्ने समयमा छोरीले चामलको अक्षता चाहिँ पछाडि छर्किँदै जान्छ, मतलब घरतिर छर्किँदै जान्छन्। यसको मतलब यो हो, मैले घर छाडेर गए पनि घरको लक्ष्मी घरमै रहून्, घरको धन घरमै रहून् भन्ने त्यो मान्यता छ। अनि त्यही चेली आफ्नो श्रीमानको घरमा प्रवेश गर्दाखेरि त्यही अक्षता घोइलामा राखेर भित्राउँदै जान्छन्। यसको मतलब यो हो, अघि घरको लक्ष्मी घरमै छाडेर आइन्, अहिले आफ्नो श्रीमानको घरमा, मेरो पनि श्रीमानको घरमा लक्ष्मीले प्रवेश गरून्, धनको बास होस्, है, सुख र शान्ति होस् भन्ने एउटा मान्यता छ। र यो प्राचीन कालदेखि नै चलिआएको यो हाम्रो सनातन धर्मको एउटा अनौठो विज्ञान, है, र त्यति बेलाको समयदेखि नै चलिआएको। र कतिजना सोच्नुहुन्छ है, कतिजनाको घरमा त्यस्तो हुनु पनि सक्छ कि कसैकोमा अब बिहे गरिसकेपछि, छोरी चेलीको बिदाई गरिसकेपछि केही अशान्तिहरू हुन्छ, दुःखहरू पनि हुन्छ। यसको मतलब यो होइन कि हामीले छोरी चेलीलाई बिदाई गरिसकेर चाहिँ त्यस्तो भएको भनेर। त्यो केही समयको लागि मात्र हुन्छ र सबै कुरा ठिक भइहाल्छ। त्यस्तो सबैको दिन राम्रो होस्। राधे राधे।